नमस्कार, कार्यक्रम संकल्पमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कल्पना भण्डारी। विश्वभर आँधी बेहरी, भूकम्प, ज्वालामुखी, सामुद्रिक भूमरी लगायतका प्राकृतिक विपत्तिमा परि हजारौं मानिसको मृत्यु हुने गरेको छ भने अर्बौंको क्षति हुन्छ। सन् 2013 मा विश्वभर 330 वटा प्राकृतिक विपत्तिका घटनाहरू भए। यसले 21,610 जनाको मृत्यु भयो भने 1 अर्ब 56 करोड़ अमेरिकी डलर बराबरको क्षति भयो। सन् 2014 को अघिल्लो 6 महिनामा विश्वभर 2700 जनाको मृत्यु भइसकेको छ। विपदले यो अवधिमा 42 करोड़ अमेरिकी डलर बराबरको क्षति भएको छ। यसै सन्दर्भमा गत सोमबार अक्टोबर 13 तारिखमा अन्तर्राष्ट्रिय विपद दिवस मनाइएको छ। आउनुहोस् अब सुरु गरौं आजको कार्यक्रम। संयुक्त राष्ट्र संघले सन् 1989 देखि हरेक वर्षको अक्टोबरमा अन्तर्राष्ट्रिय विपद दिवस मनाउँदै आएको छ। विपद सम्बन्धी सचेतना, पूर्व तयारी र न्यूनीकरणका लागि एकीकृत प्रयास र साझेदारीका लागि यो दिवस मनाउन थालिएको हो। सन् 2011 देखि 2014 सम्म विभिन्न थीममा स्टेप अप एक्सन स्वरूप बृहत रणनीति तय गरिएको छ। सन् 2014 को स्लोगन रहेको छ ज्येष्ठ नागरिक र विपद जीवनको लागि उत्थानशीलता। नेपालमा पनि विपद जोखिम न्यूनीकरणका लागि सरोकार मन्त्रालय, गृह मन्त्रालयले विभिन्न संघ संस्थासँग सहकार्य गरी यो दिवस मनाएको छ। अक्टोबर 13 तारिखमा मन्त्रालयले विपद क्षेत्रमा काम गर्ने संस्थाहरूको सञ्जाल डीपीनेटसँग सहकार्य गरी विविध कार्यक्रम गर्यो। नेपाल रेड क्रस सोसाइटी, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, ह्यान्डिक्याप इन्टरनेशनल लगायतको संस्थाले समाज कल्याण केन्द्र, वृद्धाश्रम, पशुपतिका वृद्धहरूलाई लक्षित गरी विपद चेतनामूलक अभ्यास गराएका थिए। उनीहरूलाई भूकम्प आउँदा कसरी बच्ने, कस्तो तयारी गर्ने लगायतको जानकारी गराइएको थियो। कार्यक्रमको सुरुमा हेरौं यो रिपोर्ट। घोप्टो परेर हात यसो गरेर हातले छोप्ने, टाउको कपडाले छोप्ने, झाँट केही लडेर आयो, ढुङ्गो आयो या काठ आयो या कुनै चिज आयो लाग्यो टाउकामा भने टाउको फुट्छ, चोट लाग्छ, मरिन्छ। त्यसोले एउटा छाङ्ना भगटाहरू केही कपडा राखेर हात यसो गर्ने र 4 भौटे गरेर घोप्टो पर्ने। हामी त सिमी केलाइरहेका थियौँ, सुत्यौँ पुर्लो। कसरी बस्ने रहेछ भुइँचालो आयो भने? भुइँचालो आउँदाखेरि घोप्लेको घोप्टो पर्ने, यसो गर्ने, कान थुन्ने बस्ने। गत सोमबार पशुपति वृद्धाश्रमका वृद्धहरूलाई लक्षित गरेर आयोजना गरिएको भूकम्पीय अभ्यासमा सहभागीहरूको भनाइ हो यो। उनीहरूलाई करिब 1 हप्ता अगाडिदेखि भूकम्पबाट सुरक्षित हुने अभ्यास सिकाइएको थियो। वृद्धहरू आफ्नै सुरमा बसिरहँदा 81 साइरन बज्यो। यो भूकम्प आएको संकेत थियो। उनीहरू भने जसरी नै सुरक्षित हुँदै बाहिर निस्किए र ड्रप कभर एन्ड होल्ड गरे। कोहीलाई भने चोटपटक लाग्यो। भूकम्पमा हराएकाहरूको खोज तथा उद्धार गर्ने, उपचार गर्ने विभिन्न टोली बनाइएको थियो। बिरामी र घाइतेको उपचारमा टोली खटिसकेको थियो। तर यही अभ्यासकै समयमा मौसमले भने केही असर गर्यो। पानी परेका कारण वृद्धहरू बाहिर खुल्ला स्थानमा जान भने सकेनन्। तर केहीले अभ्यास भने सिकाए जसरी नै गरिरहेका थिए। उमेरको यो अवस्थामा आइसकेकोहरूलाई अब धेरै एकैचोटि गर्नुभन्दा हामीले 2टा स्किल, यो चाहिँ दैवको होइन, यो चाहिँ प्राकृतिक हो, यसबाट चाहिँ बस्न सकिन्छ र भन्ने कुराहरू, यो 2टा चाहिँ महत्त्वपूर्ण पाटोलाई चाहिँ हामीले चाहिँ सक्यौँ जस्तो लाग्छ। विश्वको जनसङ्ख्या 7 अर्बको हाराहारीमा पुगेको छ। यो संख्याको 11% हिस्सा 60 वर्षभन्दा माथिका वृद्धहरूले लिन्छन्। सन् 2050 सम्म यो संख्या बढेर 22% पुग्ने अनुमान गरिएको छ। त्यसमध्ये 65 वर्ष माथिका 60% जनता विकासोन्मुख मुलुकमा बसोबास गर्छन्। यी पाका पुस्ता विश्वकै लागि प्रेरणा र सिकाइका स्रोतहरू हुन्। तर बुढेसकालमा उनीहरूले परिवार र समाजमा पुर्याएको योगदानको उचित कदर गर्न नसकिएको गुनासो सुन्ने गरिन्छ। यस्ता समुदाय बहिष्करणमा पर्ने गरेका छन्, जो विपदमा बढी नै जोखिममा पर्ने गरेको तथ्याङ्कहरूले देखाउँछन्। सन् 2005 को न्यू ओर्लियन्समा आएको आँधी कट्रिनामा मृत्यु हुनेमा 75% 60 वर्ष माथिका थिए, जबकि यो समूह कुल जनसङ्ख्याको जम्मा 16% मात्र थियो। सन् 2011 को जापानको सुनामीमा मृत्यु हुनेमा 56% 65 वर्ष माथिका थिए।
यी तथ्याङ्कहरूले विपदका समयमा वृद्ध वृद्धा र अशक्तहरू बढी जोखिममा पर्ने कुराको पुष्टि गर्छन्। विश्वभर भएका यी जोखिमका उदाहरणहरू नेपालको हकमा पनि लागू हुने देखिन्छ। एकैछिन काठमाडौँको पशुपति वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरूको कुरा सुनौं, जो विक्रम सम्वत 1990 देखि 2045 सालका भूकम्पका भुक्तभोगीहरू हुन्। गोठा लगाएको थियो गाई गोरु चराउन, अनि गाई गोरु चराउँदै आइहाल्यो। अनि गाई गोरु छटपटाउनु थाल्यो, गाई गोरु पनि चर्न छोडे। बाछा बाछी त पुल्लु पुल्लु लड्ने। अनि त्यसो गएर अनि घरि घरमा ल्याएपछि वस्तु हरिँदै धरङ्ग खरङ गर्दै वस्तु बाँधिहाल्ने। अनि यो वस्तु बाँध्नु हुँदैन भने एउटा छोरी मान्छे ल्याएर, किन यो भुइँचालो आइरहेको छ, गाई गोरु बाँध्नु हुँदैन, बाहिर नाङ्गो भए त हुने थियो, ग्वालीले चाहिँ बाँध्दा त ग्वालीले किचेर बाँध्छ नि भनेर अनिखेरि गाई गोरु बाँधेको वस्तु नि खोले। 6 वर्ष आएको त्यो बेला, अहिले 87 मै। 90 सालको भुइँचालो थाहा छ यहाँलाई है? सबै थाहा छ, पुरा थाहा छ। के भयो थियो त्यो बेला? 2टा भाइ थिए, एउटा भाइलाई लिएर जानुभयो, मलाई डोर्याउनु भयो, म राति आमा किन कमायो ज्यान भने। अनि ठुलो पाटो थियो, ठुलो पाटामा माजा गरेर बस्यौँ। घर हेरेर निहुरिँदै उठ्दै गऱ्यो, तर्क्यो अलिअलि यस्तो सुर तर्क्यो। 2 घन्टा जति बस्यौँ बारीमा। अनि आयौँ घरमा, भाइ सुतिरहेको थियो जलुङ्गामा, सानो चाहिँ 1 वर्षको। अनि त्यसलाई उठाएर दुखाउनु भयो, लौ बा केही पनि भएन, अब बाँच्यो है भन्नु आमाले। 34 सालमा हो कि 45 सालमा चाहिँ आउँदाखेरि यसरी पिङ खेलाउँदो रहेछ बहिनी। अनि यो भित्तो भत्केर मलाई पो किच्छ कि भनेर अनि म चाहिँ त्यहाँ यसो अलिक नभेट्ने ठाउँमा घोप्टो पारेँ। 45 सालमा नि ठुलै आएको भनौँ न, पाहाडका ढुङ्गा माटा घर फर्ला फुर्लुङ अलिअलि माटो झार्छन्। कसैको अलिक पुराना धेरै बुढा भए भत्किए पनि धुलो उडायो। मेरो मूल घर चाहिँ भैँस हुँदै यस्तो गर्छ, यस्तो। मेरो चाहिँ घर अलिकति 3 कल्ला माथि पर्छ। मेरो बुवा छुट्टिएको 3 तल्ले घर। यस्तो हुँदा 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 हुँदै उत्तरपट्टिको फेदैसम्म माथि चुलीदेखि चिरियो। त्यस्तो भैँचाल अहिले आएको छैन। वृद्ध वृद्धाहरू नेपालका जिउँदो इतिहास हुन्। वृद्ध वृद्धाहरूसँग अनुभव मात्रै होइन, थुप्रै जीवनोपयोगी ज्ञान र सिपहरू पनि छन्। तर ती ज्ञान सिपलाई नयाँ पुस्तामा सार्ने काममा त्यति प्रयासहरू भने भएको पाइँदैन। यो रिपोर्टपछि पुनः स्वागत छ। यस वर्षको अन्तर्राष्ट्रिय विपद दिवसको थीम रहेको छ विपदमा वृद्ध वृद्धा जीवनको लागि उत्थानशीलता। यसै सन्दर्भमा केन्द्रित रहेर हामी 2 जना अतिथिहरूसँग कुराकानी गर्दैछौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधान र प्रकोप पूर्व तयारी सञ्जाल नेपालका कोषाध्यक्ष दीपक पौडेल। आउनुहोस् उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गरौं। कार्यक्रममा म यहाँहरू दुवैजनालाई स्वागत गर्छु। धन्यवाद। सबैभन्दा पहिले म दीपक पौडेलज्यूलाई सोध्न चाहन्छु, हामीले गएको सोमबार अन्तर्राष्ट्रिय विपद दिवस मनायौं। यस वर्षको विपद दिवसको नारा चाहिँ विपदमा वृद्ध वृद्धामा हुने जोखिम कम गरौं भन्ने रहेको छ। यस वर्षको अन्तर्राष्ट्रिय विपद दिवसको उपादेयता के हो? विशेष गरी विपदमा यो ग्रुप, यो समूह अहिलेसम्मको भन्दाखेरि चाहिँ मूल प्रवाहमा नआइरहेको अवस्था थियो। विभिन्न कोणले यो समूहलाई सम्बोधन गर्नुपर्ने अवस्था जरुरी थियो र अहिले UNISDRले चाहिँ यसलाई विशेष गरी यसलाई के भन्दाखेरि चाहिँ प्राथमिकतामा राख्न चाहेको हो। म छत्र प्रधानज्यूलाई सोध्न चाहन्छु, ज्येष्ठ नागरिकको हक र अधिकारका लागि यहाँ लडिरहनु भएको छ, निरन्तर रूपमा लागिरहनु भएको छ। ज्येष्ठ नागरिकहरू विपदको समयमा अलि बढी नै प्रभावित हुन्छन्, उनीहरू सङ्कटमा पर्छन् भनिएको छ। तपाईसँग त्यस्तो केही अनुभव छ? सुनसरीको जुन कोशीको बाढीमा चाहिँ त्यति बेला ज्येष्ठ नागरिकहरूलाई ज्येष्ठ नागरिक मलाई पनि लैजाऊ भन्दै त्यस्तो किसिमले एउटा ज्येष्ठ नागरिकहरू आफूले कराइरहनु भएको छ अघि। तर उहाँको छोराछोरी अथवा त्यो जसले उद्धार गर्नुपर्ने त्यो उद्धार गर्ने जुन परिवार हो उनीहरूले चाहिँ उनीहरूलाई छोडेर गएको अवस्था छ, जसले गर्दा उहाँहरू चाहिँ उद्धार हुन सक्नु भएन र उहाँहरूले त्यसबाट कोशीको जुन बाढको लपेटामा परेर उहाँहरूले आफ्नो जीवन आहुति गर्नुभयो।
त्यस्तो अवस्था चाहिँ हामीले खालि कोशीको मात्रै यो होइन, यो चाहिँ वास्तवमा भन्ने हो भने नेपालको कन्टेक्स्टलाई हेर्ने हो भने नेपालको प्रत्येक उसमा क्षेत्रमा चाहिँ यस किसिमको चाहिँ पीडा चाहिँ ज्येष्ठ नागरिकहरूले भोगिरहनु परेको अवस्था ज्येष्ठ नागरिकहरूले। तपाईँहरूको जुन यो ज्येष्ठ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ छ, यसको गतिविधिमा त तपाईँहरूले द्वन्द्व र प्रकोप पीडित ज्येष्ठ नागरिकलाई विशेष कार्यक्रम सञ्चालन गर्ने भनेर पनि लेख्नु भएको रहेछ। तपाईँहरूले त्यस्तो कुनै गर्नु भएको छ अहिलेसम्म त्यस्तो खालको कार्यक्रम? हामीले कार्यक्रम फट्टफुट्ट जिल्लाहरूले, जस्तो अहिले हाम्रो जुन 60वटा जिल्लामा हाम्रो अहिले फैलावट छ र 60वटा जिल्लामा हाम्रो ज्येष्ठ नागरिक जिल्ला सङ्घ गठन भएको छ, ती जिल्लाहरूले नगरेको होइन, कति फटाफट त्यो आफूले गएर त्यहाँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ उद्धार गर्ने काममा र उहाँहरूलाई भनौँ आफूले जुन एउटा व्यवस्थापन गर्ने सन्दर्भमा जुन राख्नुपर्ने जुन कुराहरू हो त्यसमा सहयोग पुर्याएको निश्चय पनि छ। तर हामीलाई कति कुराहरू हामीले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घमा हाम्रो त्यो मेकानिजमले डेभलप नभएर पनि हामीले कति कुराहरू अहिलेको वास्तवमा यो जुन यसपालिको जुन बाढी पहिरोबाट जुन हामीले भोग्नु पर्यो ज्येष्ठ नागरिकहरूले, त्यसको बारेमा हामीले फटाफट केही पाएको रिपोर्ट बाहेक हामीसँग वास्तवमा अहिले चाहिँ मैले तपाईँको अगाडि प्रस्तुत गर्नलाई मैले त्यति म यही प्रश्न दीपक पौडेलजीलाई सोध्न चाहन्छु। विपदको क्षेत्रमा लामो समय काम गर्दै आउनु भएको छ, अहिले पनि गरिरहनु भएको छ। तपाईँहरूले काम गर्दै गर्दाखेरि गएका वर्षहरूमा कहिल्यै वृद्धहरूलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने कुरामा ख्याल पुर्याउनु भयो कि भएन? यो समूह चाहिँ धेरै सङ्कटासन्न त यस मानेमा हो कि यसका विभिन्न आयामहरूको कारणले गर्दाखेरि चाहिँ यो सङ्कटासन्न पर्छ। यति भन्दै फेरि यो समूहसँग यति राम्रो के भन्दाखेरि चाहिँ ज्ञान सिप छ, औपचारिक र अनौपचारिक दुवै। त्यो ज्ञान सिपलाई पनि हामीले जोखिमभित्र के भन्दाखेरि अहिलेसम्म सम्बोधन गर्न सकेको रहेनछौँ, अथवा उनीहरूको समस्यालाई पनि सम्बोधन गर्न नसकेको र त्यो ज्ञानहरूलाई पनि हामीले के भन्दाखेरि चाहिँ जोखिम न्यूनीकरणमा ल्याएर सिक्न खोजेको अवस्था पनि हामीले पाएनौँ। हामी कुनै पनि सङ्कटासन्नताको समीक्षा गर्न जाँदा अथवा अध्ययन गर्न जाँदाखेरि चाहिँ हामीले जुन क्वेसनहरू अथवा प्रश्नावलीहरू लिएर जाँदाखेरि हाम्रो स्रोत व्यक्तिहरू चाहिँ के भन्दाखेरि चाहिँ ज्येष्ठ नागरिक अथवा वृद्ध रहने गर्छ र त्यो क्रममा चाहिँ हामीले त्यो सम्बोधन गरेका छौँ र उहाँहरूको के भन्दाखेरि भोइसहरूलाई चाहिँ हाम्रो अध्ययनहरूमा अनुसन्धानहरूमा राख्ने गरिएको हुन्छ। हामीले आफ्नो स्वार्थ भनौँ, आफ्नो अब्जेक्टिभ फुलफिल गर्नको लागि चाहिँ उहाँहरूसँग हामीले के भन्दाखेरि सूचना लिएर छौँ र अनिखेर राख्छौँ। तर जब फेरि के भन्दाखेरि हामी सरकारलाई अब विश्लेषण गरेर आउँदाखेरि जुन सुझावहरू दिनुपर्छ त्यो सुझावहरू दिँदाखेरि चाहिँ हामी के गर्दो रहेछौँ भन्दाखेरि चाहिँ स्पष्ट रूपले हामी लेख्दैन रहेछौँ। किन लेख्दैन रहेछौँ? भल्नेरेबल ग्रुप्सलाई सम्बोधन गर्नुपर्छ भनेर भन्दो रहेछौँ। त्यो भित्र प्रायः के भन्दाखेरि महिला र बालबालिका चाहिँ हामी पार्छौँ। तर यो समूह चाहिँ छुट्टै के भन्दाखेरि चाहिँ स्पेसिफिक भएर यो समूहलाई हामीले के भन्दाखेरि फेरि योजनामा हामीले राखेको चाहिँ हामी आफैलाई के भन्दाखेरि अनुभव यो चाहिँ नगरिरहेको अवस्था छ कतैबाट पनि, न नै यो घर परिवारले न नै राज्यले नै यो जुन भोगाइ छ, जुन ज्येष्ठ नागरिकको जुन अनुभव छ त्यो लिनुपर्ने हो। कसरी उनीहरूले ट्याकल गरेका थिए यस्तो यो अवस्थामा? त्यो अवस्था तपाईँहरूको संस्थामा आएर अहिलेसम्म कुनै पनि विपदको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूले आएर विपदको पूर्व तयारी यसरी गर्नुपर्छ भनेर कसैलाई पनि सिकाइएको चाहिँ छैन? एकदम छैन। यसपालि यो जुन पहिलो एप्रोच भयो, मैले अघि भन्दै थिएँ, अत्यन्तै राम्रो अवसर हामीले पाएको छौँ। 60वटा जिल्लामा यसपालि हामीले यो जुन के अरे ज्येष्ठ नागरिक र विपद उत्थानशीलता जीवनको लागि आवश्यकता भन्ने जुन नारा सहित कमसेकम पनि हामीले के हो त आज अक्टोबर 13 चाहिँ 2014 को के हो त भन्ने सम्बन्धमा यसलाई चाहिँ कमसेकम पनि प्रभात फेरिको कार्यक्रम गरेर जनमानसमा एउटा कमसेकम एजुकेट गर्ने सन्दर्भमा हामीले यो कार्यक्रम चाहिँ 60वटै जिल्लालाई अनुरोध गरेका छौँ। डिजास्टर भयो भने हामीले राख्ने गर्ने भनेको ठाउँहरू के भने स्कुलहरू हुन्, साना साना स्कुलको ठाउँहरू र बुढाबुढीहरूको आवश्यकता नै बेग्लै हुन सक्छन् कति कुराहरूमा। ती कुराहरूलाई चाहिँ ध्यान दिइरहेको अवस्था चाहिँ हामी पाउँदैनौँ। दीपक पौडेलजीलाई सोध्न चाहन्छु, विपद पछिको जुन रेस्पोन्सको अवस्था हुन्छ त्यसमा राहत सामग्रीहरू वितरण गरिन्छ। त्यस्तो राहत सामग्री वितरण गर्दाखेरि पनि वृद्धहरूको आवश्यकता अनुरूप चाहिँ छ कि छैन अहिलेको? हामीलाई अहिलेसम्मको अनुभवको रूपमा हेर्दाखेरि चाहिँ विशेष गरी ज्येष्ठ नागरिक अथवा वृद्धलाई चाहिँ रेस्पोन्समा के भन्दाखेरि जानु पर्दाखेरि हामीले अहिले के अनुभव गरिरहेको छ भने आज आएर हामीलाई पनि अलिकति आँखा खुलिरहेको अवस्था छ चाहिँ के भन्दाखेरि चाहिँ वृद्धलाई कसरी सङ्कटासन्नताको विश्लेषण गर्नुपर्छ भन्ने कुरा चाहिँ अलि के भन्दाखेरि चाहिँ विशेष रूपले हेर्नुपर्छ भन्ने कुरा हामीलाई पनि अनुभव हो। कहाँनिरबाट ठुलो ग्याप छ भनेर भने जहिले पनि हामीले लर्निङ गर्दाखेरि अगाडिको वर्ष गत 10 वर्ष अगाडि 20 वर्ष अगाडि अथवा 5 वर्ष अगाडि कस्तो अवस्था थियो त भनेर हामीले हेर्ने हो। त्यो हामीले हेर्दाखेरि चाहिँ
अगाडिका घटनाहरू चाहिँ हामीले तथ्याङ्कको आधारमा पनि के भन्दाखेरि जानुपर्ने हुन्छ। तथ्याङ्कको आधारमा जाँदाखेरि हामीलाई अहिलेसम्म के भन्दाखेरि चाहिँ तथ्याङ्क चाहिँ यो एज ग्रुप अथवा उमेर समूहको आधारमा चाहिँ हामीले तथ्याङ्क राख्ने व्यवस्था हामीले अहिलेसम्म गर्न सकेनौँ। यो ठुलो के भन्दाखेरि चाहिँ हाम्रो कमजोरी नै हो। यो तथ्याङ्कमा के भन्दाखेरि चाहिँ दुई पाटो हुँदो रहेछ। मान्छे प्रभावित भयो भनेर के भन्दाखेरि चाहिँ हेर्ने भन्दा पनि अब त्यतिखेर त्यो हेरिन्छ अब कुन उमेरको भयो, महिला भयो कि पुरुष भयो भन्ने कुरा के भन्दाखेरि त्यो रेस्पोन्स गर्ने क्रममा त्यतिखेर हेर्न एकदमै समय के भन्दाखेरि कम भइदिन्छ। अब डाटाबेस तयारी गर्दाखेरि चाहिँ लामो समय लाग्ने भयो हैन, तर रिलिफ अथवा रेस्पोन्स गर्नुपर्ने अवस्थामा चाहिँ तुरुन्तै के भन्दाखेरि जानुपर्ने भएको हुनाले त्यहाँ पनि के भन्दाखेरि त्यो गर्न खोज्दै पनि के नसक्ने अवस्था। भनेपछि अहिलेसम्म चाहिँ हामीसँग यति एज ग्रुपका यति भलनरेबल छन् भन्ने चाहिँ तथ्याङ्कै छैन। त्यो चाहिँ के भन्दा तथ्याङ्क अहिले महिला पुरुष भन्ने चाहिँ छ भन्ने छ हैन, महिला पुरुष अझ कहिले उमेर समूहको तथ्याङ्क चाहिँ छैन हामीसँग। त्यसकारणले ज्येष्ठ नागरिक भन्ने बित्तिकै हामीले उमेर म्याथमेटिकल क्यालकुलेसन हो। यो प्राइमेरी अथवा नेबरहुड अथवा के भन्दाखेरि छिमेकीहरूलाई अथवा नजिकको गाउँलेहरूलाई सोध्ने हो, फलानु के भन्दाखेरि व्यक्तिको चाहिँ मृत्यु भएको हो अथवा बगाएको हो, उहाँ कति वर्षको हुनुहुन्छ भनेर सोध्नु पर्यो। अब उसलाई के थाहा कति वर्ष हुनु लाग्छ, 55 वर्ष जति हुनुहुन्छ होला अथवा 50 वर्ष भने ज्येष्ठ नागरिकमै परेन नि त छुट्यो नि हैन। त्यसकारणले गर्दाखेरि यो विषयवस्तु भनेको एकदमै के भन्दाखेरि कम्प्लिकेटेड विषयवस्तु हो। त्यसकारणले यसमा काम गर्ने हो भने अब के भन्दाखेरि चाहिँ हामीले अध्ययन अनुसन्धान गरेर अनि त्यसबाट आएको के भन्दाखेरि चाहिँ रिजल्टलाई हामीले पोलिसीमा के भन्दाखेरि हामीले इन्टिग्रेट गर्नुपर्ने हुन्छ। ज्येष्ठ नागरिकलाई ठ्याक्कै सम्बोधन भनेर के भन्दाखेरि पोलिसी हामीसँग त्यस्तो छैन। सङ्कटासन्नता वृद्ध वृद्धालाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा चाहिँ छ। कानुनले मात्रै सबै कुरा नबोल्ने भएको हुनाले त्यो कानुनलाई आधार बनाएर अब हामीले के भन्दाखेरि चाहिँ विभिन्न कामहरू चाहिँ रणनीति बनाउनु पर्ने, योजना बनाउनु पर्ने, कार्यक्रम बनाउनु पर्ने त्यो खालको चाहिँ के भन्दाखेरि छ। त्यो ज्येष्ठ नागरिक ऐन बनाउँदाखेरि विभिन्न आयामहरूले के भन्दाखेरि त्यो ज्येष्ठ नागरिक ऐन बनेको भएन भन्ने कुरा पक्कै पनि भर्खर बनाएको 2063 मा बनाएको, त्यसको नियावली त 2065 मै बनाएको हैन, एकदमै रिसेन्ट डकुमेन्ट हो यो। जबकि 2066 मा हामीले विपद रणनीति व्यवस्थापन रणनीति बनायो। अब त्यहाँ हामी के भन्दाखेरि त्यहाँ ती ग्याप भयो। हेर्नुहोस्, रणनीतिमा हामी यति के भन्दाखेरि छलफल गऱ्यौँ, तर ज्येष्ठ नागरिकको त्यो पोलिसी 65 मा बनिसकेको नियावली एक्टले के भनेको छ त भन्ने कुरा 66 मा हामीले उतार्नै सकेनौँ, किनभने हामीले त रिभ्यू गरेनौँ। खालि के भन्ने मात्रै हेर्छौँ भन्दाखेरि सङ्कटासन्नता समूह हो, वृद्ध वृद्धालाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा चाहिँ राखिएको पनि हुन्छ। तर अघि मैले जुन भने नि अब त्यहाँनिर विभिन्न आयामभित्र के भन्दाखेरि छिर्ने हो भने रेस्पोन्सको भित्र, त्यसबाट रिहेबिलिटेसनको भित्र अनि मिटिगेसनको काममा पनि के भन्दाखेरि र डेभलपमेन्टको प्र्याक्टिसमा चाहिँ हामीले विपदको आँखाले हेर्दै यो ज्येष्ठ नागरिकलाई के भन्दाखेरि सम्बोधन गर्ने किसिमको धेरै कुराहरू चाहिँ के भन्दाखेरि छुट्न गएको छ भन्ने कुरा अहिले मलाई पनि हो। उहाँले तपाईँलाई पनि अनुभव भयो भनेपछि अब आगामी दिनमा यहाँहरूको तर्फबाट त्यो लबिङ चाहिँ हुन्छ नै स्वाभाविक। त्यही लबिङको आधार हामीले के भन्दाखेरि यो अब यसपालिको नारा भनेको चाहिँ 2014 अक्टोबर 13 को डेलाई मात्रै होइन नि। त्यसकारणले गर्दाखेरि अब भोलि आज हामी 1 हप्ताको कार्यक्रम हामी गरिरहेको छौँ। 2014 भित्र अब के भन्दाखेरि हामीले यो अब 15 सम्म भयो भने 15 मा त फेरि के भन्दाखेरि अर्को फेरि स्लोगन आइसक्छ। त्यसैले फेरि हामी बिर्सिन सक्छौँ। कमसेकम 2014 देखि 15 सम्ममा के चाहिँ तयारी गर्न सकिन्छ भने ज्येष्ठ नागरिक र विपद व्यवस्थापनको सम्बन्ध र यसका के भन्दाखेरि चाहिँ सबल पक्ष र कमजोर पक्ष र अनि भएका ऐन कानुन नियमहरूमा के भन्दाखेरि कहाँनिर सम्बोधन गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले यो मुद्दालाई के भन्दाखेरि यो 1 वर्षको भित्रमा अगाडि ल्याउन सक्यौँ भने यो ठुलो के भन्दाखेरि हाम्रो एचिभमेन्ट हुन सक्छ। यहाँहरूको तर्फबाट राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको यहाँ महासचिव हुनुहुन्छ, विभिन्न ठाउँमा सञ्जाल छ, यहाँले भनिसक्नुभयो। अब ज्येष्ठ नागरिकको यो अधिकारलाई चाहिँ लिपिबद्ध गर्नको निम्ति कानुनी रूपमै यहाँहरूले चाहिँ कस्तो खालको भूमिका खेल्नुहुन्छ आगामी दिनमा? कानुनमै यी कुरा राखियो भने मात्रै वास्तवमा हाम्रो जस्तो देशमा अलिकति त्यसलाई एक्जुकेसन गर्ने सन्दर्भमा पनि हामीलाई सजिलो हुन्छ र त्यो गर्नेले गर्छन् पनि। अलिकति बाध्यताकारी अलिक रिजिड टाइपको चाहिँ कुरा ल्याउनुपर्छ, किनभने कमसेकम उसलाई गर्नु त्यो रिस्पोन्स गर्नको लागि त्यो चाहिँ आफ्नो भनौँ न आफ्नो बाउआमा आफ्ना उहरूलाई चाहिँ उसले रेस्क्यु गर्नको लागि पनि उसलाई चाहिँ एउटा बाध्यात्मक हिसाबले चाहिँ त्यो रूप भइदियो भने निश्चय पनि अहिले जुन भोग्नु परिरहेछ आमा बुवाहरूले जुन एउटा लाखे भन्ने छ नि हाम्रो त तपाईँको पालो पछि भने जस्तो हरेक कुरामा त्यो कुरा भोगिरहनु पर्ने अवस्था नआउन सक्छ। त्यस कारणले यस किसिमको कानुन बन्नु त एकदम जरुरी छ। त्यति मात्रै होइन, कानुन मात्रै बनेर पनि हुँदैन, वास्तवमा एजुकेट गर्ने
यी कुराहरूलाई कमसेकम पनि सरकारको तर्फबाट अथवा आइएनजिओ एनजिओ अथवा सामाजिक सङ्घ संस्थाहरूको तर्फबाट पनि यी कुराहरू चाहिँ म्याक्सिमम कमसेकम सबैले यो कुराहरू चाहिँ जानकारी सबमा पुगोस्। यो कुरा ज्येष्ठ नागरिकको कुरा गर्नुपर्दा समस्याहरू धेरै छन्, धेरै आयामहरू छन् भनेर सरले पनि भन्नुभयो। तर विपदकै क्षेत्रमा कुरा गरिरहनु पर्दाखेरि ज्येष्ठ नागरिकका आवश्यकताहरू के हुन् र उनीहरूलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने यहाँको सुझाव के छ? बुढाबुढी भनेपछि उनीहरूलाई धेरैचोटि हामीले त्यो कुराहरू एउटा पटक पटक उहाँहरूलाई भन्नुपर्ने अवस्था छ ज्येष्ठ नागरिकलाई। र त्योभन्दा नै अगाडि म के बढ्न चाहन्छु भने स्कुलिङै पनि हुनुपर्छ यसको लागि। त्यो खालि किनभने नाति नातिना छोराछोरीले अथवा त्यो समूहले सिक्यो भने पनि त्यो कुराहरू सेयर हुनेछ। दीपक पौडेलज्यू, विपदको क्षेत्रमा काम गरिरहनु भएको छ, विपदमा परेर कोही नागरिकले ज्यान नगुमाउनु परोस् भन्ने त सबैको चाहना हो। अब त्यसमा यहाँहरूले काम गरिरहनु भएको छ, महिला बालबालिका अपाङ्ग सबैलाई प्राथमिकता दिनु नै पर्छ। त्यसमा पनि अब हामी विशेष गरी आज ज्येष्ठ नागरिककै सन्दर्भमा कुराकानी गरिरहनु पर्दा आगामी दिनमा ज्येष्ठ नागरिकलाई विपदमा पूर्व तयारीदेखि उनीहरूलाई रेस्पोन्सको कार्यसम्ममा कसरी सुरक्षित बनाउन सकिन्छ, यहाँको प्रतिबद्धता के हुन्छ? व्यक्तिगत रूपले म चाहिँ के भन्दाखेरि अनुसन्धानको रूपमा काम गर्छु व्यक्तिगत रूपमा, र डिपी नेटमा हामी के भन्दाखेरि चाहिँ भोलिन्टियरिजम, हामी आफ्नो ज्ञानहरूलाई चाहिँ भोलिन्टियरिजममा हामी के भन्दाखेरि चाहिँ प्रयोगमा ल्याउँछौँ। अब यो 1 वर्षको पिरियडमा 14 देखि 15मा चाहिँ मुद्दाहरूको बारेमा अब हामी के भन्दाखेरि छलफल गर्छौँ। के हो त मुद्दा हैन, त्यस पछाडि अनि कसरी सम्बोधन गर्ने भन्ने कुरा चाहिँ अब हामी फेरि यहाँहरू सबैसँग के भन्दाखेरि सहकार्य गर्दै अनि त्यस पछाडि जान सकिन्छ। हस्, यहाँहरू दुवैजनालाई म धन्यवाद दिन्छु। यहाँहरूलाई पनि धन्यवाद। हस् त, यिनै विविध गतिविधिका साथमा आजको कार्यक्रम संकल्प यही सकिन्छ। कार्यक्रम तपाईहरूलाई कस्तो लागिरहेको छ? सल्लाह सुझाव र प्रतिक्रिया भने अवश्य दिनुहोला। यस्तै विषयवस्तुका साथमा अर्को साता पुनः उपस्थित हुने बाचा गर्दै आजको निम्ति सम्पूर्ण कार्यक्रम युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।